सो इट्स डे 14 गाइज। आज वर्कआउट भएन, टिकाको दिन सबैले रमाइलो गर्नुभयो होला। हाम्रो चाहिँ टिका थिएन। 14 दिन कम्प्लिट भयो। मलाई चाहिँ त्यो ब्याड ह्याबिटलाई छोड्न चाहिँ यो सोसियल मिडियामा पोस्ट नगरेसम्म चाहिँ एकदमै हार्ड भएको थियो कि होइन। एक दिन कन्ट्रोल गर्ने, फेरि त्यसपछि फेरि भोलिपल्ट ब्रेक, त्यो कन्ट्रोल ब्रेक भइहाल्ने। सो त्यस्तो भइरहेको थियो। आज 14 दिनसम्म आउँदा चाहिँ मैले धेरै कुरा चाहिँ एचिभ गरेँ जस्तो लाग्छ पर्सनल्ली, मेन्टल्ली एन्ड फिजिकल्ली होइन। फिजिकल्ली चाहिँ हल्का बडीहरू पोस्चरहरू चेन्ज आइसक्यो, मसलहरू गेन भइरहेछ है। पहिला एकदमै हार्ड भइरहेको थियो गेन गर्नलाई, एक्सर्साइज गर्ने, तर प्रोपर रेस्ट अनि त्यसपछि डाइटहरू त्यति नपुगेर पनि होला। सो अहिले चाहिँ रेस्टहरू चाहिँ एकदम राम्रोसँग पुगिरहेको छ। अहिले पनि एकदमै स्ट्रङ भएको जस्तो लाग्छ, किनभने पहिला चाहिँ होइन त्यो ब्याड ह्याबिटले गर्दा चाहिँ एकदमै दिनरातै एकदम डिप्रेस हुने, त्यही दिनमा आइरहने घरिघरि, त्यो कुराहरूले एकदमै गाह्रो हुन्थ्यो। दिनरातै त्यही कुरा सम्झिँदा बित्थ्यो। सो एकदमै नेगेटिभ हुन्थ्यो, ओभर थिङ्किङ हुन्थ्यो। र आजभोलि चाहिँ त्यो इन्सिडेन्ट, ब्याड ह्याबिटको इन्सिडेन्ट नहुने होइन, हुन्छ, तर त्यो कुरालाई लिएर चाहिँ त्यो दिनरातै त्यसरी चाहिँ म बस्दिनँ आजभोलि। किनकि आफै इट्सेल्फ हुँदो रहेछ यो कुरा चाहिँ है, आफूले कन्ट्रोल गरिसकेपछि नराम्रो कुराहरू। सो मेन रिजन चाहिँ त्यही हो, ब्याड ह्याबिट चाहिँ एभोइड गर्नै पर्दो रहेछ।